दर्शकबिन नमस्कार, बोल्दैछु नवराजी। सदाको जस्तै आज पनि तपाईँहरूमाझ म अर्को प्रेरणादायी सन्देश लिएर आएको छु। आशा छ यो सन्देशबाट यहाँको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नका लागि सहयोग मिल्नेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् दर्शकबिन आजको विषयवस्तुतिर लागौँ। के तपाईँलाई कहिलेकाहीँ मध्यरातमा ऐना हेर्दा आफ्नै अनुहार अपरिचित लाग्छ? के तपाईँलाई लाग्छ कि तपाईँका वरिपरिका सबै मान्छे अगाडि बढिरहेका छन् तर तपाईँ मात्र एउटै ठाउँमा अड्किनु भएको छ? हामी सबैको जीवनमा यस्तो क्षण आउँछ जहाँ लाग्छ कि सबै ढोकाहरू बन्द भइसके, शरीर थाकेको छ, मन धोएको छ र आत्माले भनिरहेको छ अब छोडिदे, तँबाट हुँदैन। तर म आज तपाईँलाई यो भन्न आएको हुँ कि यदि तपाईँ अहिले यो भिडियो सुन्दै हुनुहुन्छ भने तपाईँ हार्नको लागि जन्मिनु भएको होइन। तपाईँ त त्यो अँधेरो सुरुङमा हुनुहुन्छ जसको अर्को छेउमा एउटा ठुलो उज्यालो तपाईँलाई पर्खिरहेको छ। धेरैजसो मान्छे हारसँग डराउँछन् किनकि उनीहरूलाई समाजको डर छ। मान्छेले के भन्ला भन्ने डरले मान्छेको क्षमतालाई खुम्च्याइदिन्छ। तर याद राख्नुहोस्, तपाईँ सफल हुँदा ताली बजाउने हातहरू र तपाईँ असफल हुँदा औँला उठाउने हातहरू उही हुन्। संसारले तपाईँलाई तबसम्म मात्र हराउन सक्छ जबसम्म तपाईँ आफैले म हारेँ भनेर स्वीकार गर्नुहुन्छ। हार एउटा घटना हो, हार तपाईँको पहिचान होइन। अल्बर्ट आइन्स्टाइनलाई स्कुलबाट निकालिएको थियो। थोमस एडिसन 10,000 पटक असफल भएका थिए। अब्राहम लिङ्कनले दर्जनौँ पटक चुनाव हारेका थिए। यदि उनीहरूले पहिलो हारमै हार मानेको भए आज संसार यति उज्यालो हुने थिएन। तपाईँको एउटा असफलताले तपाईँको पुरा जीवनको फैसला गर्न सक्दैन। तपाईँलाई लाग्ला म माथि मात्र किन यस्तो अन्याय हुन्छ? सुन्नुहोस्, सबैभन्दा ठुलो प्रहार उसैमाथि हुन्छ जसले त्यो सहने शक्ति राख्छ। प्रकृतिले पनि उसैलाई कठिन परीक्षा लिन्छ जो टप्पर बन्ने क्षमता राख्छ। तपाईँको आजको पीडा तपाईँको भोलिको शक्ति हो। आज जुन आँसु तपाईँको आँखाबाट खसिरहेको छ त्यसलाई बेकार जान नदिनुहोस्। त्यसलाई इन्धन बनाउनुहोस् आफ्नो सपनाको आगो बाल्नको लागि। जब तपाईँलाई लाग्छ कि तपाईँ सकिनुभयो, ठिक त्यही बेला तपाईँको दोस्रो जन्म हुन्छ। एउटा चल्ला तब मात्र बाहिर निस्कन्छ जब उसले आफ्नो सुरक्षित अन्डाको खोललाई भित्रबाट फोड्छ। अहिले तपाईँको जीवनमा भइरहेको छटपटी भनेको तपाईँको पुरानो कमजोर संस्करण मरेर एउटा नयाँ शक्तिशाली मान्छे जन्मिन लागेको सङ्केत हो। सजिलो बाटो त सबैले हिँड्छन् तर इतिहास तिनैले रच्छन् जो भिर र काँडाहरूको बाटो भएर हिँड्ने हिम्मत राख्छ। यदि तपाईँको जीवनमा समस्या छैन भने बुझ्नुहोस् तपाईँ गलत बाटोमा हुनुहुन्छ। समस्या त जीवित मान्छेको पहिचान हो। मरेकोहरूको लागि त बाटो छोडिदिन्छन् मान्छेहरूले। तपाईँ भन्नुहुन्छ मसँग पैसा छैन, मसँग साथ दिने कोही छैन, मेरो भाग्य नै खराब छ। तर म भन्छु तपाईँसँग तपाईँको सास छ, तपाईँको सोच छ र तपाईँको पसिना बगाउने सामर्थ्य छ। योभन्दा ठुलो पुँजी संसारमा अर्को केही छैन। संसारका सबैभन्दा ठुला साम्राज्यहरू खरानीबाटै ठडिएका छन्। तपाईँ पनि आज खरानी हुनुहुन्छ भने खुसी हुनुहोस् किनकि अब तपाईँको सुन्दर महल ठडिने पालो आएको छ। आफ्नो लक्ष्यप्रति यति पागल बन्नुहोस् कि तपाईँको मेहनत देखेर भाग्यले पनि भनोस् यो त यसकै अधिकार हो। अब एउटा लामो श्वास लिनुहोस्। विगतका ती सबै हारहरूलाई एउटा बाकसमा थुनेर फालिदिनुहोस्। तपाईँ हिजो को हुनुहुन्थ्यो त्यसको मतलब राख्दैन। तपाईँ भोलि को बन्न चाहनुहुन्छ त्यसको मात्र अर्थ राख्छ। उठ्नुहोस्, मैदानमा फर्कनुहोस्। आफ्नो आलोचनालाई जवाब मुखले होइन आफ्नो सफलताले दिनुहोस्। तपाईँको मोहनता र मेहनतले यस्तो आवाज निकालोस् कि संसार सुन्न बाध्य होस्। नथाक्नुहोस् किनकि गन्तव्य अझै बाँकी छ। नरुकिनुहोस् किनकि तपाईँको जितको पर्खाइमा कोही बसिरहेको छ। नडराउनुहोस् किनकि भगवान् तपाईँको साथमा हुनुहुन्छ। याद राख्नुहोस्, तपाईँ यो ब्रह्माण्डको एउटा अनमोल हिस्सा हो। तपाईँको ठाउँ अरू कसैले लिन सक्दैन। हार खानु मान्छेको शोभा हुन सक्छ तर हारेर बसिरहनु मान्छेको कायरता हो। तपाईँ योद्धा हो।
तपाईँ विजेता हो र तपाईँको कथा अझै सकिएको छैन। भर्खर त सुरु हुँदैछ। जानुहोस् र आफ्नो साम्राज्य खडा गर्नुहोस्। संसार तपाईँको पछाडि हुनेछ। हवस् त, आजको सन्देशमूलक भिडियो यति नै। तपाईँको बाँकी समय शुभ रहोस्।